यो चाहिँ टिस्टा नदी हो। क्विन एन्ड कमान्ड तपाईँहरूले देख्नु भएको थिएन, कतिलाई याद छ छैन। यो चाहिँ पहिला मलेरिया भएको दबाई बनाउँथ्यो अरे यो प्लान्टबाट चाहिँ। तपाईँहरूलाई म देखाउनु गइरहेछु, एकदमै राम्रो भिडियो। यसो मन पऱ्यो भने चाहिँ पल्लो गाउँसम्म पुरै नबिर्सिनु होला है मानवहरू। यो प्लान्ट तपाईँले जुन देख्नुहुँदैछ नि, यसलाई चाहिँ क्विनेन भनिन्छ है। यो क्विनेन चाहिँ के काममा आउँछ भन्दा उहिले चाहिँ मलेरियाको औषधि चाहिँ योबाट बनाउँथ्यो भने चाहिँ अहिले पनि सायद बनिन्छ होला, के कसो म त्यो चाहिँ त्यत्रो विषय जान्दिनँ है। तपाईँहरू जान्नुहुन्छ यो विषयमा भने चाहिँ अलिक कमेन्ट गर्नु नबिर्सिनुहोस् होला है त। पहाडको सम्पत्तिहरू चाहिँ हेर्नुहोस् त कस्तो कस्तो छ, के छ।